सर्वप्रथम मेरा साथीभाइहरूलाई मेरो के भन्न चाहन्छु भने हैन अब नेपालमा चुनावको महल आउँदैछ। हजुरहरूले ख्याल गरेर मात्र भोट हाल्नु होला है। अब बालेन दाइलाई जितायो भने अब बालेन र रविलाई जितायो भने दुईटा भाषा नेपालमा बोल्न पाइन्छ, ख्याल गर्नु होला है तपाईहरुलाई। अब एउटा मधेसी भाषा बोल्नु पर्यो के हैन, ओग्रा तरे बहनका चोत मादर चोत भन्ने भाषा शब्दै बित्ति त्यो भाषा बोल्नु पाइन्छ। र अर्को कुरा रवि दाइ अब अमेरिकामा पुरा हैन अब मुद्दा लागेर नेपाल फर्केको मान्छे हो। एकचोटि आफ्नो श्रीमती पहिलो गएर फिर्ता ल्याएको जस्तै हो, उहाँ पनि सेमै हो हैन। उहाँको हातमा देश सम्पिनु नसम्पिनु तपाईहरुको विचार, र अंग्रेजी पनि बोल्न पाइन्छ हैन हैन। अब हेलो फ्रेन्ड हाउ आर यु भन्नु पाइन्छ उहाँहरु जित्नु भयो भने। र अर्को कुरा हाम्रो कालापानी लिपुलेक अधुराहरु सबै इन्डियनलाई फिर्ता हुन्छ, यो कुरा ख्याल गर्नु। तपाईहरुले आफै सोचेर चुनावमा भोट हाल्नु होला। मेरो भनाइ यो छ, घन्टीले पनि नराबर भन्नु खोजे हैन, तर उनीहरुको सिद्धान्त नै त्यस्तै छ त के गर्नु। सिद्धान्त जस्तो छ त्यसो भन्नु पाइन्छ मान्छेलाई हैन। तर तपाईहरु नेपालमा धेरै मूर्ख मान्छे मैले देखेँ हैन। अब मैले नराम्रो छ भन्नु खोजे हैन, तर पनि तपाईहरु धेरै मूर्ख मान्छे हुनुहुन्छ है। रवि र अनि यो बालेनलाई जिताउनु भन्दा बरु पुरानै केपीओललाई सरकार दिँदा ठिकै हुन्छ। बरु कमसेकम केपीओलले नक्सासम्म त अब फिर्ता गर्ने प्रोसेस त गरेको थियो। तर यिनीहरु दुईजना जित्यो भने त नक्साको त पुरै छोडिदिउँ, त्यो पुरै नक्साको त पुरै मेटि नै दिन्छ के। त्यो सिसा कलमले लेखेर मेटेको जस्तै हो के, पेन्सिलले लेखेर कपीमा मेटेको जस्तै हो, सेम हो त्यो हाम्रो नेपाल लिपुलेक अधुरा र कालापानी चाहिँ। यति ख्याल गरिराख्नु। अस्ति कति आएको थियो इन्डियाको पुलिसहरु नेपालमा हैन, तपाईले देख्नु भएको थियो होला त हैन, बदरमा पुरा घन्टीको रियालिस गर्नलाई। यदि ख्याल गरिराख्नु है तपाईहरुले। यो मैले भनेको कुरा आजको मिटिङमा तपाईले दर्ता गरेर राखिराख्नु होला। त्यही माथि अब रविलाई त अमेरिकामा मुद्दा छ अझै बाँकी भन्ने कुरा पुरै न्युजमै छ्यापछ्यापी छ। र दोस्रो कुरा नेपालमा पनि सहकारी ठगेको त त्यो प्रुफै भइहाल्यो। अब उहाँ ढरौटिया मात्र निस्किया भए त प्रुफ हैन भन्ने सकिन्थ्यो, तर उहाँले त पुरै हैन अब बिगै तिरेपछि त उसले ठगेकै हो त प्रुफ त भइहाल्यो। तपाईहरुको हातमा हो, त्यो सोच्नु नसोच्नु तपाईहरुको हातमा है। एउटा ख्याल गर्नु।